हेलो गाइज, आज साँझको 6:30 बजिसक्यो र आज हामी रुङदुङ खोलामा नाइट फिसिङको लागि यहाँ अगाडि साथीहरू छन्। यो चाहिँ तपाईँको रुङदुङ खोला नयाँ बस्ती, ठिक्क बदमतामदेखि तल नयाँ बस्ती, यो रुङदुङ खोला। पुष्कर सर खोला तर्ने प्रयासमा अनि उहाँले शानदार तरिकाले खोला तर्नुभयो। यता चाहिँ हाम्रो ललित छ, कुनै हतारै नगरी आरामसँगले उहाँ खोला तर्नु भइरहेको छ। तर के गरिरहनु है सर? उहाँहरूले यसरी डाइभ गरेर माछा पक्रिने तरिका चाहिँ यो रहेछ। के चाहिँ है Oi! देखियो साँप, साँप देखियो? पत्ला माछा अझै जिउँदै रहेछ। यो चाहिँ असला दामी असला। ठुलो थियो, ठुलो चाहिँ उम्काएछ। साँप त गयो नि। खै देख त बच्चाहरू लिएर ए सानो रहेछ। छोड्दै हो मसिनो छोड्दे हौ, सानो सानो त छोड्दे हौ, ठुलो मात्रै राख। बढ्छ नि बात। माछा नअम्काउने अब क्या हुन्छ नि, बाँच्यो नि टिप्ने क्या हो। फेरि कस्तो हुन्छ भने त्यो भित्र ट्याकै पस्दैन, कस्तो गहिरोमा खेलोस् होइन, बाहिरबाटै टिपिन्छ। अब त्यहाँले बेङ्गलोर गयो नि। बज्यो 8 बजी त फोन गर्थ्यो होला। ला भाइ, ए भाल है रोहन, यता लाइट देखान मलाई भाइ। आज रुङदुङ खोलामा माछा मार्दै राति यो नयाँ बस्ती बदमताम खेतमा माछा चाहिँ यसरी पार्दो रहेछ। अहिले रातिको 8 बजिसकेको छ र अझै पनि हामी यहाँ खोलामा नै छौँ। अहिले देखिरहनु भएछ र चारैतिर अँध्यारो भइसकेको छ। रोहन र उसको साथीहरूले अहिलेसम्म लगभग 4 देखि लिएर 5 केजीसम्म माछा पक्रेको छ। त्यसको दृश्य तपाईँहरूलाई अब केही क्षणमा नै देखाउनेछ। मजा आउँछ, मजा आउँछ, मजा आउँछ।
मजा है अझै बस्नु पाएको भए मजा आउने थिएछ है हाँ के भन्छौ अँ ए पा आम्मा के मजा आयो है अलिकति म यता जान्छु गयो झन् दामी पोजिसनमा बस्नु गयो आम्मामा बाटो त